प्रिय साथीहरूलाई मेरो अभिवादन। नेपालमा कार्यकारी प्रमुख कस्तो हुनुपर्छ भन्ने विषयमा मेरो धारणा चाहिँ के रहँदै आएको छ भन्दाखेरि कार्यकारी प्रमुख छनौटका आधारमा निर्वाचनका आधारमा मुख्यतः दुई खालको हुन्छ। एउटा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र अर्को संसदीय कार्यकारी प्रमुख। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर जान्छ, सरकार प्रमुख हुन्छ। संसदीय कार्यकारी प्रमुख चाहिँ संसदले चुनेर पार्लियामेन्टबाट चुनिएर गएर ऊ सरकार प्रमुख हुन्छ। त्यस विषयमा मेरो धारणा, मेरो अध्ययन र विश्लेषणात्मक निचोडका आधारमा नेपालमा चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै उपयुक्त हुन्छ भन्ने मेरो ठहर हो। र त्यो पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख त हुने, तर के को आधारमा हुने भन्ने बारेमा मेरो आफ्नै धारणा छ। त्यो के भन्दा जातीय क्लस्टरको चक्रीय प्रणालीको आधारमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने मेरो धारणा हो। त्यो कार्यकारी प्रमुख सरकार प्रमुख पनि हुन्छ र राज्य प्रमुख पनि हुन्छ। यसरी जातीय क्लस्टरको चक्रीय प्रणालीको आधारमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने कुरा मैले आजभन्दा धेरै वर्ष अगाडि, दशकौं वर्ष अगाडि 2070 सालमा मैले एउटा किताब प्रकाशन गरेको थिएँ। यो किताब चाहिँ जातीय मुक्ति र लोकतन्त्र हो र यसमा मैले कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने त सबैले भन्दै आएको हो र त्यसमा जातीय क्लस्टरको आधारमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने जुन धारणालाई मैले ब्ल्याक एन्ड व्हाइट सायद नेपालको सन्दर्भमा जातीय क्लस्टरको चक्रीय प्रणालीका आधारमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भनेर लेखिएको इन ब्ल्याक एन्ड व्हाइट जुन दस्तावेजीकरण सायद यो मेरो पुस्तकमा यो पहिल्यै हुनुपर्छ। यो पुस्तकको लेखक म आफै हो। तपाईले पनि अन्त बुझ्न सक्नुहुन्छ। तर जातीय क्लस्टरको चक्रीय प्रणालीको आधारमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भनेर दस्तावेजीकरण गरिएको यो पहिलो पुस्तक हो। यसमा मैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको बारेमा लेखेको छु। यसमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, अर्को संसदीय कार्यकारी प्रमुख, यी दुईटैको सबल पक्ष र दुर्बल पक्षलाई मैले मिहिन ढंगमा विश्लेषणात्मक तरिकाले विवेचना गरेको छु र मेरो अन्तिम निष्कर्ष चाहिँ के हो भन्दाखेरि नेपाल जस्तो मुलुकमा चाहिँ संसदीय कार्यकारी प्रमुख होइन कि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ, यो नै नेपालको सन्दर्भमा थाप्छ भन्ने कुरा चाहिँ मैले लेखेको थिएँ। अब यहाँलाई म चाहिँ एउटा के कुरा चाहिँ प्रश्नाउन चाहन्छु भन्दाखेरि जातीय क्लस्टरको चक्रीय प्रणालीको आधारमा
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुनिनुपर्छ। कसरी? यो जातीय क्लस्टर भनेको के हो, जातीय क्लस्टरमा कसलाई राख्ने भन्ने कुरा छ। यसमा मुख्यतया चारवटा क्लस्टर यहाँ उल्लेख गरिएको छ। त्यो चारवटा क्लस्टरमा एउटा क्लस्टर खास आर्यको, दोस्रो क्लस्टर आदिवासी जनजातिको, तेस्रो क्लस्टर दलितको, चौथो क्लस्टर मधेसी, र त्यसमा एउटा क्लस्टर थपिएको छ त महिलाको क्लस्टर। जम्मा 5वटा भयो। 5वटा क्लस्टर छुट्यो। यहाँ क्लस्टर चाहिँ जुन एउटा जातीय विविधता छ मुलुकमा, हरेक जाति पछि होइन कि त्यो जाति पनि कहाँसम्म पुग्दाखेरि उनीहरूको एउटा मिलन बिन्दु हुन्छ, एउटा साझा अवस्था रहन्छ, साझा चरण रहन्छ, स्टेज। त्यसबाट त्यो एक किसिमका एउटा सिमिलर समुदायहरूलाई त्यसले समेट्छ, त्यसले रिप्रेजेन्ट गर्छ भन्ने आधारमा क्लस्टर छुट्याइयो। अब यसमा खस आर्यको एउटा क्लस्टर हुनसक्छ। खस आर्यभित्र त्यहाँ विविधता होला, जातहरू त थुप्रै होला अरू, तर पनि खस आर्य भनेर एउटा क्लस्टर छुट्यायो भने यसले त्यो एक किसिमको चाहिँ सांस्कृतिक रूपले, धार्मिक रूपले, नस्लीय रूपले एउटा डिस्टिङ्क्ट समुदायलाई त्यसले रिप्रेजेन्ट गर्छ। अब त्यसरी नै यता आदिवासी जनजाति एउटा क्लस्टर, जुन क्लस्टरले त्यो भित्र रहने समुदायहरूलाई समेट्न सक्छ, तिनीहरूमा एक किसिमको साझा भावना हुन सक्छ। त अर्को दलितको क्लस्टर, अर्को मधेसी क्लस्टर, अनि अर्को महिला। यसरी 5वटा क्लस्टर बनाउने। त बनाइसकेपछि अब पहिलोचोटि कसको पालो आउँछ? मानिलिउँ हिन्दू आर्यको अथवा खस आर्यको पालो आयो। खस आर्यको पालोमा खस आर्य मात्रै उठ्न पाउने थियो। राष्ट्रपतिको चुनावमा, कार्यकारी प्रमुखको चुनावमा खस आर्य भित्रका, खस आर्य क्लस्टर भित्रकाहरूले मात्र त्यहाँ लड्न पाउने। हरेक राजनीतिक पार्टीले पनि त्यही क्लस्टर भित्रको उम्मेदवार उठाउने। यदि कोही स्वतन्त्र उठ्छ भने पनि त्यही क्लस्टर भित्रको व्यक्ति चुनावमा उठ्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा। अब खस आर्यको पालो सकियो। अब त्यहाँ दलितको पालो आउँछ। अब दलितको पालो आउँदाखेरि त दलित मात्रै त्यहाँ उम्मेदवार हुनुपर्छ। चाहे जुनसुकै राजनीतिक पार्टीले उम्मेदवार उठाओस्, चाहे जो स्वतन्त्र ढङ्गबाट कोही उम्मेदवारहरू आओस्, तर दलित भित्रका व्यक्ति मात्रै कार्यकारी प्रमुखको लागि उम्मेदवार हुन पाउनुपर्छ। अब आदिवासी जनजातिको क्लस्टरमा, आदिवासी जनजातिको क्लस्टरको जुन पालो आउँछ, त्यो बेला जसले उम्मेदवार उठाए पनि, दलले उठाउँदा पनि अथवा स्वतन्त्र व्यक्ति उठ्दा पनि त्यही क्लस्टर भित्रका व्यक्ति कार्यकारी प्रमुखको लागि उम्मेदवार बन्नुपर्छ। मधेसीको पालोमा पनि त्यसरी नै, जुनसुकै राजनीतिक दलले उम्मेदवार उठाए पनि मधेसी नै उठाउने हो, स्वतन्त्र व्यक्ति उठ्छ भने पनि मधेसी समुदायबाट उठ्ने हो। अब अर्को क्लस्टर महिला। महिला पनि त यो देशका चाहिँ नागरिक हुन्, हाम्रो जीवनको अर्ध अङ्ग भन्छन्। 50% भन्दा पनि बढी जनसङ्ख्या महिलाको छ। महिलाहरूको पनि हाम्रो प्रतिनिधित्व भएन भनेर गुनासो छ। त्यो लैङ्गिक रूपले महिलालाई चाहिँ नि महिलाको क्लस्टर रिप्रेजेन्ट गर्छ। त महिलाको पालामा सबैले महिला मात्रै उम्मेदवार उठाउने, त अरू उठ्न नपाउने। यो चाहिँ संवैधानिक रूपमै व्यवस्था हुनुपर्छ, यो संविधानमै लेखिनुपर्छ।
र अब यसरी भयो भने यहाँ कोही समुदाय पनि म यो देशको शासक हुनु पाएन, मेरो समुदाय यो देशको राज्य सत्तामा मेरो समुदायको शासकत्व स्थापित भएन भन्ने गुनासो गर्ने ठाउँै हुँदैन। मानिलिउँ एउटा कार्यकारी प्रमुखको कार्यकाल 5 वर्ष राख्दाखेरि 5 25 वर्ष, 25 वर्षभित्रमा यहाँ कसैले पनि गुनासो गर्ने अवस्था हुँदैन। हामी यो देशको राष्ट्रपति हुन पाएनौँ, हामी यो देशको कार्यकारी प्रमुख हुन पाएनौँ, हामी यो देशको राज्य प्रमुख सरकार प्रमुख हुन पाएनौँ भन्ने गुनासो रहँदैन। अझै जातीय रूपमा त 20 वर्षभित्र विदिन 20 इयर्स हरेक समुदायले यो देशमा हाम्रो पनि प्रतिनिधित्व छ, हामी पनि यो देशको कार्यकारी प्रमुख भयौँ, प्रत्यक्ष निर्वाचित कार्यकारी भयौँ, हामी सरकार प्रमुख पनि भयौँ, हामी राज्य प्रमुख पनि भयो भन्ने लहरमा त्यो भावना सिर्जना हुन्छ अनि यसरी यो देशको एउटा राष्ट्रिय भावना मजबुत हुन्छ। कोही पनि काखा तर संसदीय कार्यकारी प्रमुखमा उत्पीडित समुदायहरू 100 वर्षमा पनि कार्यकारी प्रमुख बन्न सक्दैन, किनभने पार्लियामेन्ट्री सिस्टममा संसदमा बहुमत ल्याउने दलका प्रमुख मात्रै प्रधानमन्त्री हुन्छ, कार्यकारी प्रमुख हुन्छ। अब पार्लियामेन्ट्री सिस्टममा मेजोरिटी कसले ल्याउँछ त पार्लियामेन्टमा? वास्तवमा भन्ने हो भने यो डेमोक्रेसी भनेको चाहिँ हिन्दू आर्यहरूलाई छाप्ने व्यवस्था हो। किनभने डेमोक्रेसीमा त जनतालाई थर्काएर होइन, जनतालाई फकाएर भोट लिने व्यवस्था हो यो डेमोक्रेसीमा। अब जातीय रूपमै पनि अलिकति डाइनामिक, अलिकति गतिशील, यति जनतालाई कन्भिन्स गर्न सक्ने त्यो कला चाहिँ खस आर्यबाटै चाहिँ नि त्यो कलाको डिएनए खस आर्यमै हुन्छ। त्यसकारण पार्लियामेन्ट्री सिस्टममा जाँदाखेरि जहिले पनि बहुमत तिनीहरूकै हुन्छ। जस्तै अहिले काङ्ग्रेस कम्युनिस्टको उदाहरण लिउँ, भोलिको दिनमा के हुन्छ? तर अहिलेसम्म पनि काङ्ग्रेस कम्युनिस्टमा आदिवासी जनजाति, दलित, मधेसी कहिले पनि पार्टी प्रमुख हुनै सक्दैन, सक्दैन। त्यो नभइसकेपछि त्यो पार्टीमा 100 वर्ष पछाडि पनि यो देशका दलित, यो देशका आदिवासी, यो देशको कार्यकारी प्रमुख बन्न सक्छ। अब कार्यकारी प्रमुख बन्नको लागि पार्लियामेन्ट्री सिस्टममा, संसदीय प्रणालीमा, संसदीय कार्यकारी प्रमुखमा प्रधानमन्त्री बन्नको लागि त्यो देशको अध्यक्ष बन्नु पर्यो अथवा सभापति बन्नु पर्यो। अहिले देख्नुहुन्छ काङ्ग्रेस कम्युनिस्टमा हरेक राजनीतिक पार्टीहरू छन्, यत्र त्यत्र राजनीतिक पार्टीको नेतृत्व कसैले ल्याएछ? हिन्दू आर्य नै हुन्छ, त्यहाँ हिन्दू आर्य नै हुन्छन् अथवा खस आर्य। अब उदाहरणको लागि नेपाली कङ्ग्रेसमा त दलित कहिले केन्द्रीय सदस्य बन्ने, केन्द्रीय सदस्य बनिसकेपछि कहिले पदाधिकारी बन्ने, त्यो पदाधिकारी बनिसकेपछि कहिले त्यो पार्टीको सभापति हुने, कहिले त्यो नक्सा त अहिले पनि त्यहाँ छैन। त्यो अवस्था नेकपा एमालेमा पनि छ, त्यो अवस्था माओवादीमा पनि छ। ती पार्टीबाट दलित प्रधानमन्त्री बन्नको लागि 100 वर्षमा पनि सक्छ सक्दैन कुनै ठेगान छैन। मधेसीको अवस्था त्यही, आदिवासी जनजातिको अवस्था त्यही। यही कारणले पनि हिन्दू आर्य जो राजनीतिक नेतृत्वमा थिए, केवल प्रचण्डको कुरा गरौँ, प्रचण्डको पोलिटिकल आइडियोलोजी अनुसार त
त राष्ट्रपति प्रणालीमा जानुपर्ने हो। तर 72 सालको संविधान निर्माण गर्दाखेरि प्रचण्ड समेत प्रधानमन्त्री सिस्टममा किन आयो? कार्यकारी प्रमुख संसदीय हुनुपर्छ भन्ने तहमा किन आयो भन्दाखेरि यही भएर आयो कि सनातन कालदेखि कार्यकारी प्रमुख बन्ने जुन हाम्रो अक्षुण्ण अधिकार छ त्यो निरन्तरता चाहिँ यसमा क्रमभङ्ग गर्नु हुँदैन। कार्यकारी प्रमुखको निरन्तरमा ब्रेक आउनु हुँदैन, अरू समुदायले पाउनु हुँदैन, हिन्दू आर्यले नै पाउनुपर्छ। त्यसको लागि गतिलो सिस्टम भनेको पार्लियामेन्ट्री सिस्टम हो भन्ने उनीहरूको आन्तरिक सहमति भइसकेपछि सबै ठुला दलहरू संसदीय प्रणालीमा गएको, कार्यकारी प्रमुख अथवा प्रधानमन्त्री हुनुपर्छ भन्ने सिस्टममा उनीहरू गएको। यहाँ भित्री कुरा गहिरो छ। त्यही भनेर यसलाई मैले हिन्दू आर्यको कार्यकारिणी राजनीतिक अधिकार संविधानले सुरक्षित गरिदिएको छ भन्नुको अर्थ पनि यही हो। किनभने संविधानमा पार्लियामेन्ट्री सिस्टम छ केको लागि? कार्यकारी प्रमुखको लागि। कार्यकारी प्रमुख बन्नको लागि, प्रधानमन्त्री बन्नको लागि संसदीय प्रणाली ठिक छ भनेर चाहिँ संविधानमा लेख्नु भनेकै मतलब हिन्दू आर्यको कार्यकारिणी अधिकारलाई चाहिँ संविधानले सुरक्षित गरिदिएको। जबसम्म पार्लियामेन्ट्री सिस्टम रहन्छन्, जबसम्म प्रधानमन्त्री प्रणाली रहन्छ, तबसम्म हिन्दू आर्यले एक छत्र सदियौं कालसम्म उनीहरूले आफ्नो कार्यकारिणी अधिकार सुरक्षित राखिरहेको हुन्छ, उनीहरूकै पर्यटन पर्ने। तर राष्ट्रपति प्रणालीमा गइसकेपछि त्यो हुँदैन। अथवा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा गयो भने कार्यकारी प्रमुखको लागि आम निर्वाचन हुन्छ। त्यो आम निर्वाचनमा सबै तह तबका सबै समुदायका मान्छेहरू त्यहाँ उठ्न पाउँछन्। त्यहाँ हामीले देख्छौँ अमेरिकाको राष्ट्रपति चुनाव, त्यो चुनावमा हामीले चाहिँ दुईटा पार्टीबाट मात्र उठेको हामीलाई थाहा हुन्छ। तर त्यहाँ सयौं उम्मेदवार त्यहाँ उठेको हुन्छ, उनीहरूको नाम आउँदैन। गत राष्ट्रपतिको चुनाव निर्वाचनमा, योभन्दा जुन अगाडिको राष्ट्रपति चुनावमा अमेरिकामा 1200 जना उम्मेदवार, तर डेमोक्रेट रिपब्लिकन पार्टीका उम्मेदवारहरूको मात्र प्रचारमा आएको हुनाले हामीलाई चाहिँ त्यहाँ चाहिँ द्विदलीय व्यवस्था हो भन्ने जस्तो लाग्छ। तर त्यो होइन। अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाँदाखेरि त्यहाँ कार्यकारी प्रमुख चुन्नको लागि सांसदहरूले चाहिँ भोट हाल्नु पर्दैन। आम जनताले, आम नेपाली जनताले त्यहाँ भोट हाले। तपाईँ पनि उम्मेदवार बन्न पाउनुहुन्छ, म बन्न पाउँछु। हामी जसले जनताको मन जित्ने किसिमको चाहिँ भिजन लिएर आउँछौँ, हामीसँग देश निर्माण गर्ने एउटा खाका, एउटा विचार, एउटा आइडियोलोजी जसले राम्रो लिएर आउँछन्, त्यहाँ उसैले जित्ने। कुनै पनि दलको व्हिप हुँदैन। पार्लियामेन्ट्री सिस्टममा आफूले चुनेको जुन उम्मेदवार उठाएको, प्रधानमन्त्रीको उम्मेदवार उठाइन्छ, प्रधानमन्त्रीको उम्मेदवारलाई आफ्नो पार्टीका हरेक सांसदले त्यहाँ भोट हाल्नै पर्छ। हालेन भने कारबाही हुन्छ। सबैलाई चाहिँ भोट हाल्ने जुन बाध्यात्मक अवस्था बनाइन्छन्, त्यसलाई चाहिँ पार्लियामेन्ट्री सिस्टममा व्हिप बन्छ। व्हिप बनेको पार्टीले निर्णय गरेको कुरामा कसैलाई पनि दायाँ बायाँ गर्ने त्यहाँ अधिकार हुँदैन। पार्टीले जे भन्छ त्यो मान्नुपर्छ। पार्टीले जे भन्छ त्यो मान्नुपर्छ भनेको पार्टीको नेताले, पार्टीको अध्यक्ष, पार्टीको सभापतिले जे भन्छ त्यो मान्नुपर्ने हुन्छ। पार्टीको अध्यक्ष सभापति को हुन्छ त्यो सिस्टममा? हिन्दू आर्य। हिन्दू आर्य हेर्नु चाहिँ शब्द मैले भन्दैछु, हिन्दू आर्य। कसैले भन्छ कि हिन्दू पनि जाति हो भन्छ कि, त्यो होइन। मैले हिन्दू आर्य भनेको छु। त्यो आर्य जाति, त्यो आर्य जातिले के चाहिँ धर्म मानेको हुन्छ त? हिन्दू धर्म मान्ने आर्य जाति भनेको। यहाँ मैले खस पनि भनेको छैन, हिन्दू आर्य जाति। त्यसकारण प्रत्यक्ष निर्वाचित
कार्यकारी प्रमुख हुनुपर्छ र त्यो पनि जातीय क्लस्टरको चक्रीय प्रणालीको आधारमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुनिनुपर्छ। त्यो निर्वाचित कार्यकारी प्रमुख सरकार प्रमुख पनि हुन्छ, राज्य प्रमुख पनि हुन्छ, दुईटै हुन्छ। सरकार प्रमुख पनि हुन्छ, राज्य प्रमुख पनि हुन्छ। अब यसमा चाहिँ त्यो सरकार प्रमुख निरङ्कुश होला भन्ने पनि आधारहरू छ यहाँ, तर त्यसलाई अंकुश लगाउने व्यवस्था संविधानमा खोजिनुपर्छ, त्यो हुनुपर्छ। स्वेच्छाचारी तरिकाले शासन गर्ने होइन, संविधानमा भएका संविधानले दिएका अधिकार अनुरूप काम गर्ने हो। यदि स्वेच्छाचारी भए तिनलाई अंकुश लगाउने मेकानिजम तयार हुनुपर्छ। त्यसकारण प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई हामीले राष्ट्रपति भनौँ होला, राष्ट्रपति शब्दै ठिक छ हो, त राष्ट्रपति चाहिँ सरकार प्रमुख पनि हुन्छ, राज्य प्रमुख पनि हुन्छ। र दुवै सरकार प्रमुख पनि राज्य प्रमुख पनि भइसकेपछि ऊ जिम्मेवार हुन्छन् र उसले फेरि अर्को कार्यकाल दोहोऱ्याउन पाउँदैन। यदि त्यही मान्छे अर्कोचोटि राष्ट्रपति हुनु पर्छ भने फेरि अर्कोचोटि जुन जातीय क्लस्टर घुमेर आउँदा जुन पालो हुन्छ त्यो बेला उठ्न पाउँछ। त्यसकारण उसको कार्यकाल 5 वर्षको हुन्छ। 5 वर्षको कार्यकाल भइसकेपछि उसले एउटा सोध्छ, यही बेला मैले काम गर्नुपर्ने हो, म फेरि पटक पटक राष्ट्रपति हुने कार्यकारी प्रमुख हुने मसँग अवसर आउँदैन, त्यसकारण सकेको मैले यतिखेरै गर्ने हो भन्ने भावना जागृत भएर चाहिँ उसले जनतामा एउटा अमिट छाप छोडेर जाने राम्रो काम गर्दछ। किनभने मैले राम्रो काम यही बेला गरेँ भने गरेँ, नत्र भने यो मेरो सुनौलो अवसर चुक्छ भन्ने हुन्छ। र उसले सक्दो जनताको लागि रचनात्मक काम, अद्वितीय काम उसले चाहिँ नि गर्नुपर्छ भन्ने उसको चाहिँ भित्रैदेखि त्यो जाँगर, त्यो इनर्जी आउँछ। त नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै ठिक छ, किनभने यहाँ नामको लागि, इतिहासमा आफ्नो नाम दर्ज गर्नको लागि मात्रै, प्रधानमन्त्री हुनको लागि मात्रै प्रधानमन्त्री भइदिने। हाम्रो जस्तो मुलुकमा कस्तो किसिमको मनोविज्ञान छ भन्दाखेरि काम नगर्ने, म जस्तै म प्रधानमन्त्री भएपछि मैले गर्नुपर्ने काममा भन्दा पनि जस्ट प्रधानमन्त्री हुनु पाए भयो। मन्त्री भइसकेपछि मन्त्रीले गर्नुपर्ने कामलाई महत्त्व दिनुभन्दा जस्ट मन्त्री हुनु नै ठुलो कुरा हो भन्ने हामीमा जुन एउटा सनातनीय चिन्तन छ, यो एकदम दुर्भाग्य कुरा हो। जस्ट मन्त्री भइदिने, तर मन्त्री भएपछि के काम गर्ने त्यो चाहिँ नसोच्ने। जस्तै अहिले सुशीला कार्की प्रधानमन्त्री भएकी छिन्। यिनी प्रधानमन्त्री भइसकेपछि यो अवस्थामा प्रधानमन्त्रीले के काम गर्नुपर्छ भन्ने त्यो कामलाई प्राथमिकता दिएर भन्दा पनि ऊ प्रधानमन्त्री हुनको लागि प्रधानमन्त्री भइदिएकी हुन्। किनभने उसलाई थाहा छ नेपालको इतिहासमा पहिलो प्रधानमन्त्री को सुशीला कार्की भन्ने हुन्छन्। त्यसकारण तिनले प्रधानमन्त्री भइसकेपछि के काम गर्छिन्, उसले गर्नुपर्ने के हो त्यो काम, त्यो उसमा तिनले त सोचेकी छैनन्। मात्रै प्रधानमन्त्रीको सिद्धि, प्रधानमन्त्री हुनु थियो, नाम भयो, फोटो टाँसिने भयो, इतिहासमा भोलिका विद्यार्थीले पढ्ने भयो नेपालमा पहिलो प्रधानमन्त्रीको सुशीला कोइराला, सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री, त पहिलो प्रधान न्यायाधीश सुशीला कार्की। यसका लागि मात्र यिनी अहिले सत्तामा आएकी छिन् र यिनले चाहिँ के गर्नुपर्छ भन्ने कुरा, यिनको काम यिनले गर्छिन् जस्तो मलाई
लाग्दैन। किनभने हामी एउटा पावरमा गइसकेपछि त्यो शक्तिधारीले के गर्नुपर्छ भन्ने कुरालाई महत्त्व दिनुभन्दा मात्र त्यो पद धारण गर्ने कुरालाई मात्रै चाहिँ भन्दा हामी त्यसलाई नै हामीले बढी प्राथमिकता दिने हामीसँग कल्चर छ। र यो परिप्रेक्ष्यमा सबै प्रधानमन्त्री हुन मात्रै खोज्ने नेपालै पालो। प्रधानमन्त्री भएपछि के काम गर्ने, प्रधानमन्त्रीले के काम गर्नुपर्छ जनताको लागि भन्ने कुरालाई चाहिँ नजरअन्दाज गरेर मात्र प्रधानमन्त्री बन्ने, मात्र मन्त्री बन्ने जुन यो होडबाजीले गर्दाखेरि नेपालमा पोलिटिकल स्टेबिलिटी कायम हुन सकेन। यहाँ राजनीतिक स्थिरता कायम भएन, राजनीतिक अस्थिरता भयो। त्यो राजनीतिक अस्थिरतालाई पनि हामीले ब्रेक गर्नको लागि यो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्दछ। र अर्को सबै जातिहरूलाई समेट्नको लागि, सबै जातिहरूलाई राष्ट्रको मूलधारमा ल्याउनको लागि, सबै जातिहरू राष्ट्रिय भावना जागृत गराउनको लागि, सबै जातिहरूको शासकको त्यो देशको राज्य सत्तामा स्थापित गराउनको लागि चाहिँ जातीय चक्रीय प्रणालीको आधारमा त्यो कार्यकारी प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ। जातीय चक्रीय प्रणालीले जातीय समस्यालाई हल गर्यो र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले जुन राजनीतिक अस्थिरता छ त्यसलाई चाहिँ नि ब्रेक गर्दछ र यसले राष्ट्रिय एकताको भावना पनि मजबुत बनाउँछ। त्यही भनेर मैले सबैभन्दा पहिले हुनुपर्छ पुस्तकमा यी कुराहरू मैले उल्लेख गरेको छु। शास्त्रीय स्वरूप कस्तो हुनुपर्छ, त्यसका सबल पक्ष र दुर्बल पक्ष के हुन्, सबै कुरालाई विवेचनात्मक ढङ्गले मैले व्याख्या गरेको छु। र अन्तिम निष्कर्षमा मैले के भनेको छु भन्दाखेरि नेपालको सन्दर्भमा चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था हुनुपर्छ र त्यो पनि जातीय चक्रीय प्रणालीको आधारमा प्रत्यक्ष निर्वाचित कार्यकारी अथवा राष्ट्रपति चुनिनु पर्छ। यो मात्रै एउटा नेपालको समस्याको समाधान हो भन्ने कुरा चाहिँ मैले लेखेको थिएँ र यहाँलाई चाहिँ अहिले मैले यहाँ बताएँ। धन्यवाद।